यस्तो हो, मान्छेहरूले चाहिँ गोमन सर्पलाई नाग भन्छ होइन, अरू धामन सर्प ढोडे सर्पहरूलाई नाग होइन भन्छ, तर त्यो चाहिँ होइन। सर्पहरू सबै नाग हो, सर्पहरू जति पनि छ सबै नाग हो। गोमन सर्प चाहिँ नाग हो, अरू सर्प नाग होइन भन्न मिल्दैन। सर्पहरू सबै नाग हो र तपाईँहरूले चाहिँ नाग मान्नुहुन्छ र सर्पलाई चाहिँ सर्प देख्ने बित्तिकै सर्पलाई चाहिँ मार्नुहुन्छ अनि गएर त्यो नागको सर्पको जस्तो त्यो के भन्छ मूर्ति होइन ढुङ्गाको बनाएकोलाई चाहिँ गएर पूजा गर्नुहुन्छ भने चाहिँ फेरि नाग मानेर पूजा गरेको केही अस्तित्व रहँदैन। र तपाईँहरूले चाहिँ हिजोअस्ति भर्खरै नाग पञ्चमीमा चाहिँ ढोकातिर उयो टाँसेर पूजा पनि गर्नुभयो होला, हो यसरी पूजा गर्नुहुन्छ अनि सर्पलाई चाहिँ मारिदिनुहुन्छ भने चाहिँ त्यो चाहिँ केही अस्तित्व रहँदैन, केही मतलब रहेन तपाईँहरूले चाहिँ नाग मान्नुको। र त्यही हो, सर्प सबै सर्पहरू विषालु हुँदैन। नेपालमा जति पनि 100%मा चाहिँ 90% अविषालु सर्प छ भने 10% चाहिँ विषालु सर्प भनेको गोमन करेत अनि के अरे यो ब्यान्डेड करेटहरू भन्ने भयो होइन। धेरै सर्पहरू चाहिँ विषालु छैनन् र त्यही हो, सबै सर्पहरू विषालु हुँदैन। सर्पलाई चाहिँ हामीले असर नपुर्याइन्जेलसम्म चाहिँ यो सर्पले पनि हामीलाई असर पुर्याउँदैन। त्यही हो ल, सर्प